त्यो कुन माछा करङ थाहा छैन तर मलाई कस्तो फिल हुन्छ तपाईँ बिग फ्यान मेरो मलाई एकदमै नरमाइलो लागिरहेको आज हामी नागोयाको यहाँ डल्फिन हेर्ने ठाउँमा हामी डल्फिन नाच्छ केटालाई भनेर आइरहेको छौँ। यहाँ चाहिँ हाम्रो केटाहरू रोशन सुशान्त सुभाष सर यहाँ सुभाष सरको दिदी भेनाहरू हुन्छ यहाँ अनि हामी छिटैछौँ। जेटी ओ रोसे कहाँ हो यो नागोयामा नागिनहरू यहाँ छन्। नागोयामा नागिन भन्दा पनि हामी आएको माछा नाचेको हेर्छौँ अरे माछा नाच्छ अरे डल्फिन नाचेको होइन माछा नाच्छ अरे अब हामी को ह्यान्डसम भयो यस्तो यो बुझिन ल मैले छोडिदिए बस मैले बुझिनँ नेपालीमा भन्छु ल कहाँ यो अस्ति झ्यापको सुरुमा कहाँ घुमेछ थाहा पाएन छ क्या हेर झ्यापमा घुमेको अरे के हो यो नागोया पोटै हो न कि तर कताबाट ल्याएको अस्ति मलाई भन्दै थियो यार उसले सुभाष हो के भन्नु तपाईँको हेर्नु यहाँ तपाईँलाई के भन्नु हेर्नु यहाँ अनि पूर्ण चारजना केटीको नाम पनि आयो तर मैले केटीहरू देखाउँदिनँ नि फेरि साँच्ची भनेको एउटा लिएर जाऊँ न दारू खाने कप यहाँ कत्रो ठुलो यसमा चाहिँ यो ठुलोमा चाहिँ बियर खाने 4000को नेपालमा यस्तो भयो रातो रातो छोडेर पनि लिएर जाउँ के अरे त्यो त हाम्रै के भन्छ हाम्रै उमी आइपुगेछ त यहाँ उयो चाहिँ टाइटानिक रहेछ यार हेर यहाँ चाहिँ हाम्रो के हो यो चाहिँ हाम्रो गुच्चा हो यो चाहिँ ठुलो खालको गुच्चा त्यति वेस्ट अब हामी छिर्दैछौँ सार्क नाचेको ठाउँतिर यो चाहिँ हाम्रो छिर्ने ठाउँ कहाँ हो खोइ केटा ए उहाँ दिदी भनेरलाई काट्दै हुन्छ अहिले चाहिँ हामी यो नागोया पोर्ट पब्लिक एक्वारियममा छौँ यो माथि चाहिँ हाम्रो राई कान्छोले घर बनाउँछ अरे घर बनाउने अरे यता हेर त यो फाइटर पानी जहाज रहेछ यहाँनिर यत्रो जहाज छ यहाँ प्लेन पनि हेलिकप्टर पनि बसेको छ अनि यहाँ तत्कालै कालो अन्डा ठुलो खालको अन्डा अहिले भर्खर सानो बाबुले बेचेको भेटायो यस्तो दामी अन्डा छ अनि भ्लगर सानो बाबु राई हेर्नुहोस् यहाँ डाक्टर साहबलाई डाक्टर भ्लगर सानो बाबु राई साथै वान मिस्टेक गेम ओभरका फाउन्डर पेजको फाउन्डर फलोवर्स 7K फलोवर्स भएको मान्छे तपाईहरूले सब्सक्राइब गरेर अथवा फलो गरेर 10 केजी पुऱ्याइदिनु पर्यो आमामा उहाँ हेर्नुहोस् अब यहाँ एकैछिनमा फ्यान भेटिसक्यो जस्तै अर्को फ्यान पनि आउनु हुँदैछ ल भन्दै फोटो खिच्न लु फोटो खिचिदिइहाल ए फोटो खिच नि त फोटो बिग फ्यान त्यस्तो तिमी सेल्फी हान न बिग फ्यानहरू सेल्फी हान्नु पर्दैन उसँग वान मिस्टेक गेम ओभरको ऊ फाउन्डर हो अनि हो त्यसो के फोटो खिचेको अरे क्युआर केटाहरूले यसमा हालिदिनु भनेको मलाई क्युआर पठाइरहेको थियो अनि म कति तिम्रो बिग फ्यान होइन त ल सेल्फी अहिले चाहिँ हामीले टिकट पाइसक्यौँ दिदीले टिकट काटिसक्नु भयो अब हामीबाट इन्ट्रान्स हुँदैछौँ यहाँ चाहिँ हाम्रो दिदी भेनाहरू मेरा बिग फ्यानहरू पनि यहाँभित्र अब आज एक हेर्न जाँदैछन् तपाईँलाई कस्तो फिल हुन्छ तपाईँ बिग फ्यान मेरो मलाई एकदमै नरमाइलो लागिरहेको गजब बेइज्जती अब यहाँ देखाउनु मिल्छ मिल्दैन अब ओके के लाग्यो यहाँ धब्बा लाग्यो एउटा यार चस्मा त केही देख्दैन चस्मा खोल्यो मैले लो आइसक्यो ए डल्फिन आइसक्यो त यसले दिदी ए दिदी मात्र होइन भन्नु रहेछ यो के हो यो त 3D हो क्या
कहाँ गएको भाइ तिमी त्यसलाई बनाएर खाना कस्तो हुन्छ त्यसलाई ठुल्ठुलो पिस हुन्छ होला कि पकाएर कप यो एउटा भन्दा 1 वर्ष पुग्छ होला हामीलाई खानालाई केटाहरूले यो माछाको नाम चाहिँ कमलकार राखिसक्यो है अब कता हौ माछा नाच्न हो यो ओके हाय दाइज बुदेस मकरम अरे हेर न यहाँ ठुलो पढ्छ ल हेर ल पढ बेलुगा व्हेल लिभ्स इन यहाँ आर्टिक वाटर Arctic waters, their bodies are pure white, which gives them the कति पढ्नु अब तिमी खान्जी किङ भइसक्यो खान्जी किङ अरे खान्जीमा अघि भर्खर बोलेको त त्यो खान्जी नै थियो तर यो कहाँको त ठुलो पुच्छरवाला माछा जस्तै अब भर्खर सानो बाबु होइन उहाँको लागि 2टा माछा आउँदैछन् पुरै ईश्वर तान्नु हुँदैछ उहाँले 1 महिनाको खाना उहाँको हामी चाहिँ माछा भन्दा पनि एकदम यस्तो सकेको चाहिँ हेर्ने एकदम इन्ट्रेस्ट मान्दै केटाहरू चाहिँ अगाडि बढ्दैछन् तिमीहरू ओ केटा हो अगाडि चाहिँ राम्रो केटा देख्न पाइन्छ नि हिँडेको कुतु कुतु तिमी चाहिँ पछि पछि त्यही यिनीहरूको फोटो भिडियो दिदी भनेर आउँदै हुन्छ यहाँ सानो सानो ब्राई भन्ने त्यतिकै हाल्छ भिडियोहरू यो चाहिँ कुन माछा करङ थाहा छैन तर यता पनि छ हाम्रो ब्ल्याक अब हामी जाँदैछौँ कहाँ हो अन्डर वाटर लिभिङ रेस्टरुम यहाँ त माथि पनि सबै ठाउँमा माछा करङै करङ माछाका करङ मात्र सबै करङ पनि गर्नु सक्यो क्या झर भन्दैले त टाउको फुटाइदिनु होला यार जापानिजले जे पनि बनाइदिन्छ क्या के जापानिजले जे पनि बनाइदिन्छ के रियल रियल भ्यू अब यहाँ छ नि त क्यामेराम्यान होइन हौ भ्लगर अब हामी जाँदैछौँ कहाँ हो यो चाहिँ कहाँ हो अब What is the we are going to place? माछो नाच्ने ठाउँ Oh, we are going to माछो नाच्ने ठाउँ प्लेस के भन्छ हौ मलाई पुरै बुझिन त यार यसले के गर्नु भन त यसले के गर्नु लिएर आउनुहोस् कोचिरा देउने यसमा छ नि के भन्नु यो एक्सिडेन्टदेखि तल झर्नुहोस् म त पुरै नियन्त्रण बोल्दिनँ उहाँले N0 गरिसक्नु भएको उहाँले चाहिँ जापानिजहरू मसँग पढ्न आउँछन् यार यसले चाहिँ भर्खरै मलाई यस्तो कालो छ यसले त के मैले केही पनि गरेको छुइनँ सक्यो 0 न 0 मैले N6 गरेर आएको मैले म N10 गर्दैछु N10 अब हामी पुग्दैछौँ डल्फिन नाचेकोतिर के हो यहाँ त भूत छ क्या यहाँ यार ओ के हो यहाँ चाहिँ एउटा डल्फिन नाचेको ओ कास्टिङ देखिहाल्यो नि यार कास्टिङ आयो कास्टिङ दामी भन्ने अब ल त्यो परेको नि हो क्या डल्फिन घुमेको अरे 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 यार हुन्छ खास गरी काकाको पसल हो तर अब अहिले चाहिँ काका हुनु न र होइन त्यही भएर मात्र फ्रीमा खान पाइन्छ उता वासरुमतिर के भन्दा नि जाप्ने छ पुरै बुझ्दिनँ म त यहाँबाट यस्तै बस्नु न म फोटो लिन्छु यहाँ बसेर हेर्ने ठाउँ यहाँ चाहिँ ओहो के आयो यहाँ रामामा यार कत्रो हो माङ्गे त त्यसो त चुचो पनि यार हो त तिमीभन्दा पनि राम्रो छ यार बुझ्नु चाहिँ छ होला तिमीभन्दा त राम्रो छ त उयो त यार नानी के हेरेको
के हो नानी? के हेर्नु भएको अरे भन्दिनु त? डल्फिन ठुलो डल्फिन। डल्फिन कत्रो छ? त्यत्रो ठुलो छ? हाई बाई दे यार। अब यता हेर बिचमा 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 हेर अब बिचमा बिचमा हेर है। वाउ वाउ गोरे छौ लाइट सकेर होला हौ। मिलाउ तिमी गर। आयो कहाँ आउँछ अब? ल भाइहरू छिरे अब एउटा यहाँ अब एउटा ओके ल आयो गाइस क्लाप ए दिदीले हानौँ ल आयो दाइ आयो अब सिरो केटा सिरो अब कहाँ उठ्छ अब गर्नु त्यस्तो हान्छ केटा तिमीहरू त कहिले यस्तो हान्छ तिमीहरू पनि काम छैन केटा ल फाइनली सक्यो हाम्रो टाटा बाई बाई हामीसँग टाटा बाई 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 केटा तिमीहरू लाने रमाइलो तिमीले चाहिँ गर्नु सक्छौ यतिको पानीको पौडी खेल्न आउँदैन पौडी खेल्न आउँदैन सक्ने चाहिँ म पनि सक्छु अरे हेलो सुभाष सर तपाईँलाई कस्तो लाग्यो त यतिको सक्नुहुन्छ दामे हो बोल्नु सक्दैन दामे आयो गल्ला दामी लाग्यो एकैछिन है मैले त राम्रो गर्दैछ यहाँहरूले यता खुसी लाग्यो सक्छौ पेटले मात्रै हल्लिन्छ उता नै रात पेटले हात र खुट्टा माथि